म चाहिँ के गर्नु अब बोल्छु ल म चाहिँ भान्जाले मामा लु आज खाइदिउँ न भन्छ माछा मासु पनि कति खाने त्यही भएर ठिक छ आज म तिमीलाई स्पेसल चानाको दाल बनाइदिन्छु आज चानाको दाल म बनाइदिन्छु तिमीलाई भनेर म बनाउँदैछु स्पेसल गरेर त्यहीको लागि काट्दैछु कि आज यो चानाको दालको लागि भेजहरू एकदम कटिङ प्याजलाई चाहिँ अलिकति पकाउनु पर्यो यसको अलिकति घरको यसो ताप मिल्दैन किनभने यसको भन्यो भने अलिकति ताप अलिक हिट ज्यादा हुन्छ त्यही भएर अलिकति रिस्क लाग्छ मलाई किनभने नै यसमा तपाईँको अब यो भनेको चुल्हा कमर्सियल चुल्हा हो कमर्सियल चुल्हामा त ताप पनि ज्यादा हुन्छ त्यही भएर अलिकति साह्रो पर्छ त्यही भएपछि मैले हाल्नु गयो टमाटर हालेँ टमाटर हालेर अलिकति पकाउनु पर्यो हेर्नुहोस् है साथीहरू यस्तै हुँदैछ यतापट्टि अर्डर आउँदैछ आज भान्जालाई मैले बनाएर खिलाइदिउँ दाल भनेर बनाउँछु हेर्नुहोस् है साथीहरू कस्तो हुँदैछ के हुँदैछ यसो भनिदिनुहोस् दाल चुल्हा त फेरि खतरा जल्छ नि हेर्नुहुन्छ चुल्हाको ताप डह्रो छ नि चुल्हाको ताप चाहिँ यस्तो चुल्हामा बनाउनु पर्छ यो चाहिँ हो तपाईँको पेसोरी मोमोको लागि उयो हुँदैछ ग्रेभी हेर्नुहोस् कति मजाको कति मजा दिएको सेतो गरेर फाइनली चानाको दाल रेडी भयो मैले टेस्ट गर्दाखेरि राम्रो लाग्यो तपाईँहरूलाई कस्तो लाग्यो भनिदिनुहोस्।